हेलो मेरो युट्युब फ्यामिली, नमस्ते सबैजनालाई। हेर्नु त आज पूर्णिमाको रात, आकाशमा चन्द्रमा पुरा देखिएको छ। एकदमै राम्रो। भन्छ नि मान्छेहरू चन्द्रमामा पनि दाग हुन्छ, तैपनि त चन्द्रमा यस्तो राम्रो देखिन्छ हैन। हरेक राम्रो चिजको भित्र कुनै न कुनै नराम्रो चिज त भइ नै हाल्छ। तैपनि मान्छेहरूले चन्द्रमाको दाग चाहिँ देखेर चन्द्रमाको दाग तिर बढी फोकस भन्दा पनि चन्द्रमाको सुन्दरता उज्यालोतिर बढी ध्यान हुन्छ नि त हाम्रो हैन। त्यही कारणले गर्दाखेरि यदि हामी लाइफमा खुसी हुने हो भने चाहिँ नराम्रो कुराहरूतिर मात्रै भन्दा पनि अब हाम्रो राम्रो चिजहरू पनि के छ त भनेर त्यता अलिक बढी हामीले ध्यान दियौँ, सोच्यौँ, त्यतातिर फोकस गर्यो भने चाहिँ खुसी चाहिँ त्यसरी हुन सकिन्छ हैन। अब खाली नराम्रो चिजहरूतिर मात्रै यस्तो भएन उस्तो भएन, यो भएको भए ठिक हुन्थ्यो, किन भएन हैन भनेर गुनासो मात्रै गर्यौँ भने चाहिँ के हुन्छ, गुनासो मात्रै आउँछ, नराम्रो मात्रै आउँछ। त्यही भएर मलाई लाग्छ यो हाम्रो सबैभन्दा ठुलो गुरु भनेको के हो भन्दा प्रकृति र समय हो। प्रकृतिबाटै हरेक कुराहरू हामी सिक्न सक्छौँ, कति कुराहरू सिकिरहेका हुन्छौँ, कति कुराहरू सिक्न बाँकी नै पनि हुन्छ। त्यो कारणले प्रकृति आफैमा एउटा गुरु, शिक्षक सबै थोक हो। अनि समय सबैभन्दा बलवान पनि छ। समयलाई हामीले न थप्न सक्छौँ न घटाउन सक्छौँ हैन। कसैको पनि बस्न छैन। कुनै पनि संसारको धनी पैसावाला मान्छेले चाहिँ समयलाई बढाउन सक्दैन, घटाउन सक्दैन। जति समय छ त्यसलाई नै हामीले म्यानेज गर्दै अगाडि बढ्ने हो। त्यही कारणले समय सबैभन्दा बलवान छ र प्रकृति सबैभन्दा ठुलो एउटा पाठशाला हो, सिक्न सक्ने ठाउँ हो जस्तो लाग्छ मलाई। यो भरतपुरको 11 नम्बर वडाको मनोक्रान्ति चौक भन्ने ठाउँ हो। यहाँबाट चाहिँ अहिले यति बेला राति पूर्णिमाको रात यस्तो मजाले देखिएको छ हेर्नु त। अनि माथि यसरी छतमा आकाशमा आएर बस्न रमाइलो पनि हुन्छ, आनन्द पनि लाग्छ। र एउटा कुरा त म के भन्छु तपाईँहरूलाई भने मेरो आफ्नो अनुभव सँगसँगै एउटा यथार्थ पनि हो, साइन्स पनि हो कि पूर्णिमाको रातमा चाहिँ हामीले राम्रो सङ्कल्प गऱ्यौँ, राम्रो कुराहरू सोच्यौँ भने त्यस चाहिँ पुरा पनि हुन्छ भनिन्छ। किनभने आफैमा एउटा हामीले भन्छौँ नि त, भगवान्सँग कुनै कुरा प्रार्थना गऱ्यौँ, माग्यौँ अथवा सोच्यौँ भने आकाशतिर हेर्छौँ, ब्रह्माण्ड, सिंह ब्रह्माण्ड हैन, सूर्य, चन्द्रमा, ताराहरू लगायत सबै कुराहरूको एउटा एनर्जी फ्लो हुने ठाउँ पनि त हो नि। त्यो कारणले उज्यालो रातमा हामीले राम्रो कुराहरू सोच्यौँ, फुलमुनमा चाहिँ सङ्कल्प गऱ्यौँ भने पुग्छ भनिन्छ। र चन्द्रमाको एउटा हामीसँग ग्रह दशा जस्तै चन्द्रमा बलियो भयो भने मन बलियो हुन्छ, चञ्चल हुँदैन, स्थिर हुन्छ, आनन्द हुन्छ भनिन्छ, सुख शान्ति समृद्धि हैन। त्यसै कारणले पनि चन्द्रमाको रातमा चाहिँ यसरी आकाशमा आएर पूर्णिमाको रातमा आकाशमा आएर अथवा आकाशमा हेरेर एकदम राम्रो कुरा आफूलाई जे चाहेको छौँ, हामीले जे कुरा हुनुपर्ने हो त्यो चिजहरू भयो भनेर सम्झेर खुसी भएर हामी चाहिँ आफूलाई ब्लेस्ड गऱ्यौँ, आशीर्वाद दियौँ भने चाहिँ एकदमै पुग्छ पनि हैन। म आफ्नो पनि अनुभवहरू कति धेरै छ, पछि सेयर गर्दै जाउँला तपाईँलाई भिडियोहरूमा। तपाईँले चाहिँ कस्तो लाग्छ पूर्णिमाको रातको अनुभवहरू के छ मलाई कमेन्टमा भन्नुहोस् त ल साथीहरू है। हस्, बाई बाई।